गाइज आजको प्लान चाहिँ हाम्रो अर्घा पुग्ने छ। हामी चाहिँ अहिले चाहिँ दुईजना छौँ। दुईजना चाहिँ अहिले आउँदैछ उताबाट। अब हामी चाहिँ आज अहिले चाहिँ 5 बजिसकेको छ, रातिको समय छ। यताबाट लाइट आएर मात्रै हजुरले फेस देख्न सकिरहेको छ। अँध्यारो छ यताउति। हामी चाहिँ यहाँ हिँड्न गइरहेका छौँ र अरू रमाइला यात्राहरू हामीले तपाईँलाई देखाउँदै गर्छौँ। र अब चाहिँ हामी हिँडिसक्यौँ यहाँ घरबाट। अब चाहिँ हजुरले हामीले बाटोमा पुगेपछि रमाइला यात्राहरू रमाइलो चिजहरू देखाउँछौँ। हजुरले राम्रोसँग हेरिदिनु होला त। छैन, हामी चाहिँ अहिले धारपानीको बजारबाट हिँडिसक्यौँ। अब चाहिँ हामी यहाँबाट अर्घा जाने हो। सबै कुरो भेटिसकेको छ फाइनल्ली। अब चाहिँ यहाँबाट हामी अर्घाको लागि हिँडिसकेका छौँ। अरू चाहिँ पछि कुरा गर्दै गरौँ न। अँध्यारो छ रातिको। बल्ल धेरै बेर हिँडिसकेपछि अलि उज्यालो भएको छ। हामी चाहिँ जङ्गलको बाटो सकेर अहिले चाहिँ मोटर बाटो हाइवेतिर आइसकेका छौँ। अब चाहिँ हामी हिँड्ने चाहिँ अब अगाडिको डाँडोसम्म हो। त्यो डाँडो बस्ने अझै धेरै छ। हामी चाहिँ 4वटा जना, 2जना चाहिँ पछि आइरहेछन् लडिरहेछन् 2जना। अब हामी चाहिँ हिँड्दैछौँ। हजुरलाई राम्रो भ्यू देखाइदिन्छौँ, राम्रोसँग हेर्दै गर्नु होला। ल गाइज, हिलेको बजार चाहिँ आइसकेको छ। हामी चाहिँ अझै हिँड्दैछौँ बाटोमा। ढकै लाग्छ धेरै। अब चाहिँ हामी उहाँ गएर हिलेको बजारमा गएर हजुरलाई भ्यू देखाउँछ, हेर्दै गर्नुहोस्। गाइज, हामी चाहिँ अहिले माथि आइसकेका छौँ। हामी चाहिँ त्यहाँदेखिबाट आएका हिँड्दै जङ्गलको बाटो, अप्ठ्यारो बाटोबाट रातिमा अँध्यारोमा हिँडेका थियौँ। अहिले चाहिँ अलि उज्यालो भएको छ। माथि चाहिँ हिलेको बजार छ। रमाइलो चलिरहेको छ यात्रा, हेर्दै गर्नुहोस्। हामी चाहिँ अहिले हिले बजार पुगिसकेका छौँ। अहिले चाहिँ हामी हिले बजारतिर छौँ। एउटा अगाडि साथी गइरहेको छ। अब चाहिँ हामी यहाँबाट नि अझै हिँड्ने तयारीमा छौँ। अब हामी जुस खाँदै हिँड्ने कुरा ल। पछाडि बजार हिँड्दैछ। छिटो आइज भाइ। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। अहिले चाहिँ हामी हिलेदो बाटा भन्ने ठाउँमा आइसकेका छौँ। हाम्रो टिम चाहिँ अगाडि गइसकेको छ है। यता चाहिँ हिलेको बजार छ। चस्मा छैन यहाँ चस्मा। आलू ले लो, कांदे ले लो। चल चाहिँ हामी माथि देउरालन्डामा आइपुगेका छौँ। हामी चाहिँ अहिले देउरालन्डामा चाहिँ यहाँ भिड राम्रो देखिरहेको छ। साथीहरू हेर्नुहोस् है, यहाँ तल चाहिँ लास्टै ठुलो भिड छ। यहाँ तल चाहिँ हेर्नुहोस् साथीहरू, त्यो लास्टै ठुलो भिड छ। यहाँ ढुङ्गा फाल्न गइरहेका छौँ। ढुङ्गा फालिरहेको छ। हेर्नु साथीहरू, कति बेर पछि खसिरहेको छ। तलै छ भिड। अझै यहाँ खस्यो भने हड्डी बसिरहेको हुन्छ साथीहरू। अझै ढुङ्गा फाल्नु भनिरहेको छ अहिले।
गाडेका ढुङ्गा फालिरहेको छ दसैँका आहम भएर के अघि ल मोर लाने ए तलै गइसकेको छ ढुङ्गा हामी हेर्दै गर्दा चाहिँ यहाँ एउटा गुफा भेटाएका छौँ यहाँ चाहिँ पानी 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 नभएर के चाहिँ यहाँ बाटोमा हिमाल देखिएको छ साथीहरू बाटोमा नै बाटो डाँडामा फाइनली गाइज हामी चाहिँ अर्को आइपुगेका छौँ अर्को जाने ठाउँ चाहिँ यही हो रमाइलो छ ठाउँ सम्म खाएर आइसकेको हामी चाहिँ पानीपुरी खान आइसकेका छौँ यो पानीपुरी पसल खान आएका अब हामीले सुरु गर्ने हामी चाहिँ नास्ता सास्ता खाइसकेपछि यहाँ फोटो खिच्न आइसकेका छौँ खिच्दैछौँ यो चाहिँ क्यामेराम्यान बसिरहेको छ यहाँ चाहिँ राम्रो राम्रो भ्यू छ होइन साथीहरू धेरै क्यामेरा छैन खिचिरहेको छ हामी फोटो खिचिरहेको छौँ भन त भाइ तिमी होइन कि भाइ यो भाइ सुन यो खिच्दाखेरि नि यस्तो गरेर त जुम नगरी चाहिँ इन्स्टाग्रामरहरू हुन् इन्स्टाग्रामको त्यो फोटो आएको छ नि लाइक गरिदिनु होला यहाँ हेर्न सक्नुहुन्छ र हाम्रो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला जस्तो गरिसकेपछि होइन साथीहरू हामी चाहिँ अहिले मन्दिरतिर जान लागेका छौँ हामी अहिले मन्दिर जाने बाटोमै छौँ त्यही त हो नि ल साथीहरू मन्दिरमा पुगेपछि कुरा गरौँ एउटा हामी चाहिँ होइन साथीहरू मन्दिरसम्म आइपुगेका छौँ यता मूर्ति छ होइन यता यहाँ मन्दिर छ हामी हेर्दै जान्छौँ हाम्रो टिम चाहिँ यहीँ छ सबैजना यहीँ छ हामी चाहिँ यहाँ लास्टै भिडभाड भएका कारणले राम्रोसँग कुरा गर्न सकिँदैन कोही पनि नराउने केटा हो माथितिर जाऊँ बेटा त अरूलास भाइ त अरूलास भ्लगर लगाइज ल ल म हराउनु घन्टा जान्छ हराउँछ त्यसरी माथि चाहिँ यस्तो छ साथीहरू अर्घा मन्दिर
हामीहरू यहाँ झरिसकेका छौँ होइन केटाहरूले मान्दैन फोटो खिच्न जाम आत्तुरी छैन उता सबै अगाडि हिँडिरहेको छन् लास्टै भिड छ फेरि मन्दिरमा है सरायो भिड भइरहेछ बोका छिना छन् यता पनि सानो मन्दिर रहेछ होइन लास्टै भिड छ यहाँ त साना नानीहरू होइन बिचमा आइदिन्छन् ए त्यही भला घर केटो अगाडि गेटसम्म है साथीहरू पछि कुरा गरौँ है भिड छ जस्तै साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो फाइनली गाइज हामी चाहिँ यो अर्काबाट हिँडिसकेका छौँ गाइज होइन सराई नि हेर्न पाइन औरतका चक्कर बाबु भैया औरतका चक्कर बहुत तेज हो रहा है हामी चाहिँ अब त्यहाँ हिँडिसकेका छौँ लगभग 3 बजिसकेको छ अब हामी 2 घन्टामा पुग्नेछौँ चरा पनि हेरेनौँ साबुन किन्यौँ अनि हिँड्यौँ हामी फेरि हामी हिँड्यौँ र हाम्रो च्यानललाई सब्सक्राइब अनि लाइक गरिदिनु होला धेरै माया गरिदिनु होला हाम्रो च्यानललाई शेयर गरिदिनु होला भिडियोलाई धन्यवाद अनि मलाई और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए